ये मलेशिया का नागेश्वरी देवी मंदिर है। यो इतना नागेश्वरी देवी मंदिर हो, नागेश्वर देवी मंदिर हो। ये भगत गए था कहाँ मंदिर हो। यो इतना अनुकूल बनाएको छ घरि त्यहाँ आउनु गर्ने। ये अहिले भगत लाउँदै छ। थाहा होला भोलि यहीँबाट रुद्रा लेखेको हो। अनि कालो धरो मायादेवी भवन हो। यो मलेसियाको विक्रम जिल्ला हो। यो आफूले बनाएको छ, डेकोरेसन गरेको छ, भगतहरू लागेको यो टेन्ट लगाए त, यो टेन्ट पनि लगाए। अगाडि चाहिँ पामको जङ्गल हो, पामको तेल हुन्छ, पाम ओइल। एउटा पनि टेन्ट लगाएछ, यो टेन्ट लगाएछ, यो कुर्सीहरू लगाइसक्यो। भोलि उता टेन्ट बनाएको छ। टेन्ट बनाएको भोलि यहाँ हवन गरेर भण्डारा गर्ने। और यहाँ स्कुलका बच्चाहरूले कापी किताब पेन ब्याग सबै वितरण गर्ने। त्यस्तो हामी यहाँ मलेसियामै आएर त्यस्तो यो कार्यक्रम राखेको छौँ। सबै दाजुभाइ दिदी बहिनीहरूले देश विदेशमा बस्ने, हाम्रो नेपाल राष्ट्रमा बस्ने सबैलाई ओम नमो नारायण, जय शम्भु, जय भोलेनाथ, जय पशुपतिनाथ।